everyone, welcome back to my YouTube channel and this is second mini vlog, right? So आज चाहिँ मेरो बहिनीको रिजल्ट आएको छ हैन, सो सोच्दैछु हल्का मिठाईहरु खुवाउँ दादा अनि मेरो साथीहरुले। सो अहिले चाहिँ म दोकान जान आँटेको हैन, सो आई एम सो ह्याप्पी। मेरो बहिनी सेकेन्ड डिभिजनमा पास भएको छ हैन, सो आई एम सो ह्याप्पी एन्ड आई एम सो प्राउड अफ माई पोकी मेरो बहिनी हैन। तपाईलाई धेरै आशीर्वाद छ, दाजु बाजु आमा बाउ बाजे बोजू दिदी भाइदेखि राम्रै पढ्नु हैन। पूजा गरेर दोकान हैन। सो आज मेरो बहिनीको रिजल्ट आएको थियो, त्यसैको खुसीमा आज यसलाई जिलेबी खुवाउनु आँटेको छु। खम्बा माग्छ नि, खम्बा आयो। म चाहिँ एकदम खुसी छु हैन, त्यही कारणले हल्का मिठो खुवाउनु अरे नि त राम्रोको बेलामा, त्यही लागि यहाँ जिलेबी मिठो पाउँछ हैन, यता त्यही लागि लिनु गएको। एन्ड गाइस दिस इज माई सेकेन्ड मिनी भ्लग एन्ड यस अब चाहिँ मैले सुरु गरेको, अब चाहिँ खत्तम चाहिँ अन्तिम चाहिँ म कहाँ पुऱ्याउँछु भन्ने कुरा मलाई नै थाहा छैन हैन। यो मेरो पूजा गाइस, तपाईँलाई थाहा छ होला, एकजना पूजा बे गरेर नानी खाना भइरहेछ है। उसलाई पनि धेरै सम्झना छ, छिट्टै भेट्नुपर्छ। मेरो भ्लग हेर्छु भने भन्नु अरे। यहाँ पाउँछ गाइस, चिया पनि बनाएर खुवाउनु पर्यो गाइस हैन। अनि म चाहिँ दुध लिन आएको छु, दुध लिन आउँछु। अब चाहिँ गएको हाल्नु। मेरो क्यामेराको क्वालिटी यस्तो छ नि त गाइस, त्यही लागि चाहिँ म भिडियो बनाएकै छुइनँ, बनाउँदिनँ थिएँ हैन। अब फेरि बनाउनु थालेको, साह्रै भएन सुकी, साह्रै सेलेरीले धोका दियो भन्नु नि त। अब युट्युबदेखि पनि कमाउँछु भनेको म। सो अहिले चाहिँ हामी रिटर्न भएको होइन, अनि त्यसपछि रात परेछ, अनुहार कालो कालो देख्नु थालेछ, अनुहार कालो कालो देख्नु थालेछ। म चाहिँ नि यति खुसी छु नि मेरो बहिनीको लागि हैन, फाइनली हैन। यसलाई खुसी पार्नु सक्दिनँ गाइस हैन, यसलाई खम्बा चाहिन्छ अरे, म खम्बा दिनु सक्दिनँ भनेको यसले सुन्दैन हो। महिनाको 10-20 रुपियाँ सेलेरी आउँछ, त्यो खानुमै गइहाल्छ। त्यही भएर युट्युब सुरु गरेको, तपाईँहरूको सपोर्ट चाहियो मलाई। मलाई पैसा कमाउनु छ हौ युट्युबदेखि, आउनु हिँडेरै पुग्छ हौ। ऊ आइपुगेछ साँच्चीकै। यो चाहिँ ल्याएको त हो, यो चाहिँ मेरो साथी, यो चाहिँ लुङ्गुटिया साथी अरे। यो चाहिँ भोलि अपलोड हुन्छ हो भिडियो। हामी कचरा होइन गाइस, यो चाहिँ मिठाई लिएको हो मैले। 150 करोडको मिठाई दिएको छु मैले मेरो बहिनीको खुसियालीमा हैन। मेरो बहिनीलाई सबैले आशीर्वाद दियोस् हैन, पहिला दियो जस्तो भए पनि सेकेन्डचोटि चाहिँ राम्रो गरेको छ र आउँदो दिनहरूमा पनि राम्रो गरोस् भनेर आशीर्वाद दियो सबैले। ला सुनिनु मारु नि। म चाहिँ सलुनमा आइपुगेको छु गाइस। यो हाम्रो गरिदिने मैले भिडियो डन। हेर न मेरो यस्तो हुन्छ नि त क्वालिटी त। तिमीलाई खम्बा म सिप्रेटली दिन्छु ल। यो मुख मिठा मात्रै गरेको ल, नरिसाउला, लुकेर दिन्छु ल। नेवार्नीहरू लिम्बुनी जस्तो छ। यो चाहिँ मैले ट्रिट दिएको होइन गाइस। मैले आज चाहिँ बहिनीको रिजल्ट राम्रो भएको खुसीमा चाहिँ हल्का ट्रिट दिएको थिएँ, समोसा र जिलेबी दिएको थिएँ। अनि सो यस्तै भयो होइन, क्लाइन्ट छ बाहिर, दाइले बन्द गरौँ न प्लिज पूजा। सो त्यस्तै भयो होइन।
अहिले मसँग पूजा छ, बाहिरको लाइन छ, बुटक्स चल्दैछ होइन। सो दादाहरूलाई मैले केही पनि सोधखोज गरिनँ, भन्नु त मन लागेको थियो होइन। दादाले पनि ब्लेसिङ दियोस् भनेर, तर केही छैन, दिनुहुन्छ। सो सबैले ब्लेसिङ दिनु होला। मेरो बहिनीले फेरि आउने दिनमा राम्रो गरोस्, राम्ररी अगाडि बढोस् भनेर होइन। फाइनल त्यसले चाहिँ अब फर्स्टमा चाहिँ त्यसको बिग्रेको थियो, अनि जस्ट 1 मार्क्सले चाहिँ अब त्यस्तो भएको थियो होइन। अनि अहिले चाहिँ अब सेकेन्ड डिभिजन लिएछ भनेर मैले सुनेको थिएँ होइन। सुनेको थिएँ मतलब देखेँ पनि, दादाले भन्नुभएको। अनि खुसी छौँ हामीहरू। सो कसले नगरे पनि कान्छी बहिनीले गरेको छ, स्पेसली दादा आमाहरू चाहिँ खुसी छ हो। म पनि खुसी नै छु, खुसीको ठिकानै छैन नि पूजा। भात नखासै लागेन मलाई गाइस, मैले भनेको कुरा अहिलेसम्म पुरा भएको छैन गाइस। यसलाई त खालि खम्बा गर्छु म, यसलाई खम्बा चाहियो अरे गाइस होइन। तपाईँहरूले पैसा पठाइदिनु पर्यो है मेरो एकाउन्ट नम्बरमा। यसलाई खम्बा किन्नको मसँग पैसा छैन, 10-20 रुपियाँ सेलेरी आउँछ महिनामा। त्यो कहाँ बुझाउनु, कति चाहिँ गर्नु हो। सो यस गाइस, थ्याङ्क यू सो मच होइन। सो स्टे ट्युन, राम्ररी बस्नु होला सबैजना होइन। हामीहरू पनि राम्रै छौँ, काम गर्दैछौँ, गर्नुपर्ने रहेछ, पर्ने रहेछ, के गर्नु होइन। द्याट्स अब चाहिँ राख्नु पऱ्यो। बाई बाई, टाटा, गुड नाइट, सी यू।